हेलो साथीहरू, हजुरहरू आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। वेलकम टु माई 5th मिनी भ्लग। आज चाहिँ म गइरहेको छु खाना बनाउनलाई। मेरो चाहिँ व्रत हो। व्रतको दिन चाहिँ म बेलुका चाहिँ जहिले पनि मकैको ढिँडो बनाएर खाने गर्छु। व्रत बसेको दिन चाहिँ म कहिले भात खाँदिनँ है साथीहरू। अनि हजुरहरू चाहिँ को खानुहुन्छ व्रत बसेको दिन ढिँडो? सधैँभरि व्रत बसेको दिन चाहिँ साउनको व्रत बसेको दिन चाहिँ ढिँडै खानु कि त रोटी खानु भन्छन्। मैले चाहिँ जहिले ढिँडो खाने गर्छु, भात चाहिँ खाँदिनँ साथीहरू। अनि मेरो चाहिँ तरकारी पाकिसकेको छ। मैले चाहिँ थोरै भएको कारणले फोड्कोमा खनाएँ। अनि यसमा ग्यासमा नै मैले ढिँडो बनाएर खाने गर्छु। ढिँडोको पानी बसालेर चाहिँ म मेरो पुन्टुसँग खेल्न थालेँ। मेरो पुन्टुलाई चाहिँ यसरी जिस्काउने मान्छे भयो भने साह्रै नै रमाएर खेल्ने गर्छे। पुन्टीले उफ्रिने, खेल्ने, चल्ने चाहिँ गर्छे। अनि उसले भनेको कुरा भएन भने चाहिँ रिसाएर पनक्कै लाएर फन्केर जान्छे। पुन्टी चाहिँ साह्रै राम्री छे हाम्रो घरको। हाम्रो चाहिँ पहिल्यैदेखि नै कुकुर पाल्ने गरेको थियो र अहिले पनि पालेको छ। अहिले चाहिँ मम्मी गाउँमा जानुभएको भएर यता लिएर राखिदिनु भएको छ। कुकुरसँग चल्दा चल्दा चाहिँ मेरो ढिँडो पानी उम्लिसक्यो साथीहरू। त्यसपछि मैले चाहिँ ढिँडो बनाउन लागेँ। मकैको ढिँडो चाहिँ मलाई एकदम किलो मनपर्छ। किलो नै बनाउँदैछु म। त्यस्तो धेरै साह्रो चाहिँ मन पर्दैन, किलो भयो भने चाहिँ खान्छु। धेरै जस्तो चाहिँ मलाई कोदाको ढिँडो मनपर्छ। तर यो साउनको व्रतमा चाहिँ कहिले पनि कोदाको ढिँडो खाँदिनँ। मैले मकैको नै बनाएर खाने गर्छु। साउन महिनाभरि प्रायः म ढिँडो चाहिँ कोदाको खाँदिनँ। त्यसपछि मैले चाहिँ ढिँडो मस्काउन थालेँ साथीहरू। मेरो ढिँडो पनि पाकिसकेको छ र हामीले खान थाल्यौँ। मैले चाहिँ ढिँडो खाएँ। ढिँडो खाने चाहिँ म मात्रै हो। बुढोले चाहिँ भात खानुभयो। यदि मासु भयो भने चाहिँ खानुहुन्छ अरू तरकारी। अनि मिठो छ भने नत्र खानुहुन्न। अनि मैले चाहिँ पुन्टीलाई दुध पसलिदिएको साथीहरू। बिहान पूजा गर्न लागेको दुध त हाल्ने बित्तिकै जम्यो के। त्यसपछि त चुइगम जस्तै गरेर पुरा त्यस्तो